नमस्कार। आज एउटा महत्त्वपूर्ण विषयमा म केही जानकारी गराउन चाहन्छु। त्यो विषय भनेको के हो भने दार्चुला खलङ्गादेखि काँटै दल्ले खारो परिगाड हुँदै नौगाड भित्रिने सडक, जुन यति महत्त्वपूर्ण सडक छ जसको दूरी एकदम सर्ट छ। नौगाड गाउँपालिकादेखि खलङ्गासम्मको जम्मा दूरी लगभग 30 किलोमिटर छ र नौगाड गाउँपालिकादेखि गोकुलेश्वरसम्मको सडक जम्मा 23 किलोमिटर छ। र मलाई अचम्म लागेको कुरा के हो भने नौगाड गाउँपालिकाको होपरीगाड, जामिर, खार, दल्लेक, मैखोली, काँटै हुँदै खलङ्गा बाङ्गाबगरसम्म पुग्ने सडकको अवस्था, खार खोलादेखि माथिको अवस्था एकदम दयनीय छ। आफ्नो ज्यानलाई जोखिम राखेर मान्छेहरूले यात्रा गरिरहेका छन्। गाडी धनीहरूले गाडीमा विभिन्न समस्या आउने गरी इन्जिनमा आगो बल्ने गरी अगाडि गुडाइरहेका छन्। यही र यस्तै कारणले गर्दाखेरि यो सडकको अवस्था दयनीय छ। यहाँ जन्मिएका छन् विभिन्न स्थानीय तहहरू, तर स्थानीय तहहरूले अलिकति लगानी लगाएर जहाँ खाल्डाखुल्डी छ, जहाँ पानी जम्छ, जहाँ चिप्लो बाटो छ, त्यो ठाउँमा रोडा चिप्स गिट्टी राखेर त्यसलाई कङ्क्रिट जस्तो गर्न सकिन्छ र रातो माटो भएको ठाउँमा चिप्स राखिदियो भने एकदम कङ्क्रिट भन्दा पनि मजबुत बन्न सक्छ। यो विषयमा कसैले पनि अहिलेसम्म ध्यान दिन सकेका छैनन्। विगतदेखि अहिलेसम्म यो सडकको नाममा थुप्रो रकम खर्च भइसकेको छ। त्यति बराबरको काम जति त्यो खर्च भएको छ त्यो पैसाले गिलो हुने ठाउँमा चिप्स राखिदिएको भए अहिलेसम्म नियमित चलिरहन्थ्यो। र दोस्रो कुरा के छ भने सडकको ट्र्याक खोल्दाखेरि त्यो पानी बग्ने ठाउँ चाहिँ कुलो बनाएर बाहिर पठाउनु पर्ने, त्यो बनाइदिँदैनन्। यसले गर्दा पनि समस्या भइरहेछ। र मुख्य कुरा के हो भने सवारीहरूले ज्यान जोखिममा राखेर, गाडी धनीहरूले आफ्नो सम्पत्तिलाई जोखिममा राखेर 2 रुपियाँको कमाइको लागि, 2 पैसा कमाउनको लागि एकदम अगाडि जोखिम यात्रा गरिरहेका छन्। हामीले सरकारलाई कर तिरेका हुन्छौँ, तर त्यो करको पनि सही ठाउँमा सदुपयोग भएको अहिलेसम्म कहीँ देखेको छैन। बोल्ने मान्छे चुतिया हुने, कसैले केही भनिहाल्यो भने त्यो ठाउँमा पुगेका मान्छेहरू आफ्नो घरबाट आफ्नो सम्पत्ति बेचेर लगानी लगाउनु पर्ने हो कि जस्तो गर्ने व्यवहार दिने, बनाउन सकिँदैन। सकेसम्म कोसिस गर्छौँ भन्छ। ए बाबा, सरकारी रकम छ त, सरकारी शीर्षक छ त, विविध शीर्षकमा बजेट छुट्याउनु भएको छ। आपद विपदमा तपाईँले विपद राहत कोष जम्मा गर्नु भएको छ, त्यहाँ पैसा छ त, त्यो पैसा त्यहाँ लगाइदेऊ न। त्यो पैसा त्यहाँ लगायो भने आपतकालीन अवस्थामा त्यो बाटो सही बन्न सक्दछ कि। अब महाकाली नगरपालिकाले आफ्नो क्षेत्रमा काम गर्न सक्दैन। नौगाड गाउँपालिकाले यो अभ्यास बसाइसकेको छ। मुल्लाको मोडदेखि माथि नौगाड गाउँपालिकाले आफ्नो लगानीमा सडक बनाउनुपर्छ। ठिक छ, नौगाडको जनताले बढी उपभोग गरिरहेछन् भने ठिक छ, नौगाड